अब मलाई चाहिँ यो काम चाहिँ पशुपति बागमती गंगा तटमा गएर होम हाल्ने आदेश भएको कारणले पहिलो चरण मैले सिद्धाइसकेँ। अब दोस्रो चरणमा छु। मलाई 11 चोटि परमात्माको आदेश छ, परमात्मामा भैरवीले है त। अब त्यो गर्छु। मेरो परमात्माको इच्छा के छ भने नेपालमा काम गरेर नेपाल धनी होस्, मन्दिर बनाएर होइन। मनको मन्दिर होस्, तनको मन्दिर होस्, घर नै देवता जस्ता मनहरू सबै विश्वकै धरती आमाका छोराछोरीसँग प्राप्ति होस्। गौरीको जयकार होस्। प्रसन्न पाथिबाट हाम्रो नेपालमा यस्तो काम होस् कि हे भगवान, सियो पनि यही बनोस्, नुन पनि यही उत्पादन होस्। हे भगवान, सुन पनि यही उत्पादन होस्। अन्त उत्पादन हुन्छ भने मेरो नेपालमा किन हुन्न? कि आजसम्मका पुजारी पापी थिए क्या? धर्म छाडा थिए क्या? यदि नेपालमा यस्तो पूजा खाएका थिए भने देवताले त जे पनि हुन्थ्यो रे। नेपाल त झनपछि बेचिन पो लाग्यो। गौरी शान्ति हो, प्रसन्न पाथिबाट। अनि मेरो नेपाल धनी होस्, मेरो परमात्मा। अब भोलेले के भन्नुभएको छ भने तिमीले यो पनि राख्दिने, तिमीले मलाई अब तिम्रो हातको पूजा मात्रै भए पुग्छ, कुनै ब्राह्मणको हातको पूजा चाहिँदैन भनेर मेरो परमात्मामा शिवजीले झन्डा, नेपालको झन्डालाई प्रिय मान्नुभयो। ओहो, झन्डा पखाल्नु पर्यो। झन्डालाई होली लगाएको, होली छ, ल्याउनुपर्छ मम्मी। उहाँबाट झन्डा निकाल्नुहोस्, झन्डा पखाल्नुहोस्, अनि झन्डा लानुपर्छ। पशुपतिमा झन्डा लानुपर्छ। अब यो घिउ सबै खुवाउने, यो पनि खुवाउने। यो चाहिँ होम हाल्ने, अग्निमा होम हाल्ने। अब यति मुस्ने हो, चिनी पनि हाल्नुपर्ने। एकैचोटि सजिलो हुन्थ्यो नि। महादेव प्रसन्न। फलफुल पनि सम्झायो, फलफुल पनि लानुपर्छ। यो एकजनाले मलाई यो हाल्नै भनेर पखालिदिनुहोस् पानीमा। अब ल्याउनुहोस् त, नेपालको झन्डा ल्याउनुहोस् त। मलाई यो नेपाल धनी भएको देख्न छ, कामै काममा है त। नेपाल आमाले आफ्ना छोराछोरीलाई यति काम दिन् कि जताततैका पहाडै विकास हुन् है त। यो सहर होइन, पहाड विकास गरौँ त। हाम्रो नेपालका कना कन्दारामा हामी कोही जानु पर्दैन। जयकार होस् गौरी, तिमीलाई 2 दिन बाँच्न आएको। यहाँ गाडी चढेको उता गरेर लेखिदिन। जे काम गरेका छौ, पवित्र आत्माले गरेका छौ, आटो ढेँडो खाएका छौ, मरिसकेपछि नि भोग्न पर्छ। त्यही भएर त अहिले आफ्ना पुर्खाहरू मरेर फेरि जन्मिँदाखेरि ती पापी पुर्खाहरू आइसकेपछि जन्मका छोराछोरीले दुःख पाउने, रोगी हुने, दुःखी दिने, भएको सम्पत्ति खाइदिने जन्मेका बच्चाबच्चीले, पुर्खाहरूले दुःख पाएर है त। अब त हामीहरू जस्ता अहिलेका युगका जन्मेका इच्छा छ त गइन् त स्वयं राक्षस भएर। शिवजीले के भन्नुभएको छ नि मलाई, ए देवी, अबका यी मृतक आत्माहरू परमात्मासँग मिल्ने छन्, स्वयं भस्म हुनेछन्। म भस्म गर्नेछु, मलाई पूजा चाहियो भन्न हो के। मलाई पूजा चाहियो भनेपछि म पूजा दिन तयार छु। मलाई कसैको हातको पूजा चाहिएन, ल्याउ तिमीले भन्न हो। अझै 6 वर्ष पूजा मेरा जारी छन्। म सास छँदासम्म मैले पूजा दिन्छु होइन। महादेवी जयकार होस् तपाईँलाई। प्रसन्न पाथी भएर सकेकी पनि छु। यजमानहरूले ल्याइदिनुहुन्छ। जयकार होस् गौरी तिमीलाई, प्रसन्न पाथी भएर। ए वर्षा मम्मी, यो घिउ खनाउन आउनुहोस् त। घिउ खनाउन पर्यो, घिउ पुगेन। हस् सुकाएर आउनुहोस्, म यहाँ मोल्दै पनि छु। अनि यजमानहरूले ल्याइदिनु भएको के अरे, अब म त बाउनी पऱ्यो, न माइत कि न घर कि घरको सम्पत्ति पनि काम लाग्दैन, माइतको सम्पत्ति पनि काम लाग्दैन भन्नुहुन्छ है। अब कहिलेकाहीँ कुरा गर्छु, भगवान् तपाईँलाई के दिन पाइनँ भनेको। अब यो छतमा आएर बसिदिनु भएको छ भगवान् होइन। आकाशमुनि चाहिन्छ अरे होइन। कि कोठामा हामी बस्ने देवता होइनौँ, हामी त सत्य शक्तिपीठ हौँ। सेउलाले बारेको मन्दिरमा बस्छौँ। हामी त आकाशमुनि बस्ने हो। तिम्रा कोठा बनाएका त्यो हामीलाई माथिबाट अरूले थिच्छन्, अनि त्यहाँ हामी बस्दैनौँ भन्नुहुन्छ। यहीँबाट मोलेर लैसी सजिलो हुन्छ। उहाँ मलाई अलिकति घिउ खनाइदिनुहोस् त। यो घिउ मजाले यहाँबाट मोलेर लैसी सजिलो नि। पाथिबाट ल भाइ छोडिदिनुहोस् त। भयो जयकार होस् आमा, प्रसन्न पाथिबाट त्यो लगाउनु, त्यो घिउ खुवाउँला। अस्ति हर हर महादेव, ओम नमः शिवाय, हर हर गङ्गे। किनभने गङ्गालाई कलीले लिएको छ नि त। तिनी गङ्गा फुटाएर पहाडमा उब्जा गर्नु छ, खेती गर्नु छ। खेती हुन छोडेको धेरै वर्ष भयो। जयकार होस् गौरी तिमीलाई। अनि गङ्गा आमा बोलाउनु छ। पानी बरखा हिउँ चाहिएका बेलामा, धरती आमालाई चाहिएको बेलामा प्रसन्न पाथी भएर राखिदिनु। त्यो पनि राखिदिनु। महादेव प्रसन्न।
यति नराखे त तिम्रो मन सुस्त दुख्छ भन्छ नि महादेवले यति पढी छन् भन्छन् पर्दैन यो फेरि अब त्यो अग्निलाई खनाउन घिउ बेसी छ प्रसन्न पाथी भएर ओम नमः शिवाय हर हर ओम काली महाकाली अग्नि शक्ति फट स्वाहा ओम काली महाकाली अग्नि शक्ति फट स्वाहा स्वाहा भनेको के हो देवीले खाएको हो ओम काली महाकाली अग्नि शक्ति फट स्वाहा यही भनेर आज हाल्ने ल मा प्रसन्न पाथी भएर ए मा गौरी शान्ति हो मा महादेव प्रसन्न शान्ति हो मा जगतनाथ प्रसन्न मा ओम नमः शिवाय हर हर महादेव ओम नमः शिवाय हर हर अब कालो कपडा लगाउन बाँकी छ है त कालो साडी लगाउन बाँकी छ तथास्तु तर उहिले यसरी गए पनि हुँदो रहेछ हैन एउटा कपडा लान पर्यो किनभने तथास्तु ल भयो